एक दिन घर मालिकले पियानो बजाउन सिक्दै हुनुहुन्थ्यो। उहाँलाई केही रियाज गर्नु थियो। त्यहाँ दुईटा पोम र पिम भन्ने बिरालोहरू थिए। त्यो सङ्गीतमा पोम रमाउँछ। धुन मिठो छैन त पिम? यसले गर्दा मलाई हाई आएको छ। लौजा घर मालिकले त गल्ती सुर बजाइदिनु पो भएछ त। लौजा घर मालिकले त गल्ती सुर पो बजाइदिनु भएछ। तिमीलाई कस्तो लाग्छ पिम? म यो बजाउन सकुला त, तर पोमलाई ऊ खासै सिपालु लाग्दैन। पोमले पनि एउटा तबला देख्यो र त्यसलाई बजाउन सुरु गर्यो। त्यहाँ दुवैलाई उनीहरूको कलाकार दर्शक श्रोतामाझ देखाउन चाहना भयो।